ओके, फेरि पनि आइसकेको छु एउटा नयाँ अर्निङ वेबसाइट लिएर। यो वेबसाइटमा चाहिँ तपाईहरुले लगानी गरेर अर्निङ गर्न सक्नुहुनेछ भने फ्रीमा पनि अर्निङ गर्न सक्नुहुनेछ। सबै मैले भिडियो भित्र सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र तपाईहरुले यो साइटमा चाहिँ जति पनि अर्निङ गर्नुहुन्छ, अर्निङ गरेको सबै ब्यालेन्सहरु डाइरेक्ट आफ्नो बैंक अकाउन्ट इसेवा वालेटमा सजिलैसँग निकाल्न पाउनुहुनेछ। सो लगान लगाउँदाखेरि पनि तपाईहरुले आफ्नै रिस्कमा चाहिँ लगान लगाउनु पर्ने हुन्छ। सो यदि तपाईहरु पनि यो साइटमा जोइन हुन चाहनुहुन्छ भने वेबसाइटको लिंक चाहिँ मैले यसै भिडियोको डिस्क्रिप्सन बक्सतिर राखिदिने छु। सबैभन्दा फर्स्टमा चाहिँ तपाईहरुले त्यो लिंकमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर तपाईहरुलाई आफ्नो फोन नम्बर राख्न भन्ने छ, राख्दिनु होला। त्यसपछि यहाँनिर पासवर्ड राख्न भन्ने छ, सेम पासवर्ड अर्को ठाउँमा पनि राख्नु होला। यसपछि चाहिँ तपाईहरुले दर्ता गर्नुहोस् भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला। यति गर्ने बित्तिकै तपाईहरुको अकाउन्ट चाहिँ बनिहाल्ने छ। मैले अलरेडी अकाउन्ट बनाइसकेको छु, सो मैले लगइन गरिदिए। यो चाहिँ तपाईहरुले रिड गर्नु होला। यसमा चाहिँ यसको बारेमा चाहिँ डिटेलमा लेखेको छ, यो तपाईहरुले रिड गर्न सक्नुहुनेछ। यसको स्थापना कहिले भएको यो चाहिँ सबै डिटेलहरु रहेको छ। दर्ता गरे बापत चाहिँ तपाईहरुले 150 रुपैयाँ पाउनुहुनेछ भनेर भनेको छ। हरेक दिन साइन अप गरे बापत तपाईहरुले 15 रुपैयाँ चाहिँ पाउनुहुनेछ। यसमा चाहिँ तपाईहरुले प्लानहरु रहेको छ। यो प्लानहरु किन्दाखेरि चाहिँ तपाईहरुले प्रत्येक दिन चाहिँ यहाँबाट रिटर्नहरु पाउनुहुनेछ भनेर भनेको छ र यो प्लानहरु चाहिँ 120 दिनको लागि चाहिँ मान्य छ भनेर भनेको छ। सो भर्खरै आएको वेबसाइटहरु हो, धेरै लङ टाइम नचले पनि तपाईहरुले 2-3 हप्तासम्म चाहिँ यो साइट चाहिँ चल्न सक्छ है त। सो त्यसपछि चाहिँ यसलाई क्लोज गर्नु होला। सबैभन्दा फर्स्टमा चाहिँ तपाईहरु यस्तो इन्टरफेसमा यहाँनिर आइपुग्नु हुनेछ। अब चाहिँ यसमा भिआइपीहरु किन्नु पर्ने छ। मैले चाहिँ यसमा ब्यालेन्स एड गराएको थिए। 1350 रुपैयाँ चाहिँ मसँग यहाँ रहेको छ। मैले 1200 रुपैयाँ चाहिँ यसमा एड गराएको थिए। अब चाहिँ म तपाईहरुलाई यहाँनिर प्लानहरु किनेर देखाउने छु। यसमा चाहिँ तपाईहरु दुकान भन्ने अप्सनमा आउनु होला। तपाईहरुले यहाँनिर प्लान 1 चाहिँ तपाईहरुले 1200 मा पाउन सक्नुहुनेछ भने प्लान 1 किन्दाखेरि तपाईहरुले दैनिक आम्दानी 75 रुपैयाँ पाउन सक्नुहुनेछ। यहाँबाट चाहिँ कुल आम्दानी तपाईहरुले 120 दिनमा चाहिँ 9000 पाउन सक्नुहुनेछ भनेर भनेको छ। त्यसै गरेर प्लान 2 चाहिँ 3000 को रहेको छ। यसबाट चाहिँ दैनिक आम्दानी 193 रहेको छ। त्यसै गरेर प्लान 3 चाहिँ 7000 को रहेको छ। यहाँदेखि चाहिँ दैनिक आम्दानी 466 रुपैयाँ रहेको छ। यसमा चाहिँ तपाईहरुले यदि लगान लगाउन चाहनुहुन्छ भने सानो सानो अमाउन्टहरु चाहिँ लगान लगाउन सक्नुहुनेछ। मलाई धेरै नै प्रफिट हुन्छ भनेर तपाईहरुले धेरै लगानी चाहिँ नलगाउनु होला। समस्या हुन सक्छ त्यस्तो गर्दाखेरि चाहिँ प्लान 1-2 सम्म चाहिँ लिन सक्नुहुनेछ। धेरै लगान चाहिँ नलगाउनु होला। सो लगान लगाउँदाखेरि पनि तपाईहरुले आफ्नै रिस्कमा चाहिँ लगान लगाउनु पर्ने हुन्छ। सो मैले यहाँनिर 1200 रुपैयाँ चाहिँ आफ्नै रिस्कमा लगानी लगाएको छु। तपाईहरुले पनि यसरी नै रिस्क लिन चाहनुहुन्छ भने लगानी लगाउन सक्नुहुनेछ। सो मैले चाहिँ अब प्लान 1 लाई चाहिँ यहाँनिर किन्नुहोस् भन्ने अप्सनमा क्लिक गरे र यसलाई चाहिँ किन्दिए है त। सो यसरी चाहिँ तपाईहरुले यहाँबाट प्लानहरु किन्न सक्नुहुनेछ। थुप्रै प्लानहरु रहेको छ, तपाईहरुले यो चाहिँ लिन सक्नुहुनेछ। सो मैले यो प्लानहरु चाहिँ कसरी लिने भनेर यहाँनिर सिकाइहाले। अब यहाँनिर गिरह पृष्ठ भन्ने अप्सनमा जान्छु भने यहाँ चाहिँ यो चाहिँ होम पेज रहेको छ। यहाँबाट चाहिँ तपाईहरुले आधिकारिक वेबसाइटहरु हेर्न सक्नुहुनेछ। त्यस्तै गरेर उहाँहरुको टेलिग्राम पनि रहेको छ। यो टेलिग्राममा पनि तपाईहरु जोइन हुन सक्नुहुनेछ। मैले यसको लिंक पनि डिस्क्रिप्सनमा राखिदिने छु। केही समस्या आउँदाखेरि तपाईहरुले उहाँहरुको टेलिग्राममा जोइन भएर यहाँबाट केही समस्या आउँदाखेरि कुरा गर्न सक्नुहुनेछ। त्यसपछि चाहिँ यहाँनिर लक्की व्हील भन्ने रहेको छ। लक्की व्हील भन्ने अप्सनमा जानुहुन्छ भने तपाईहरुले चाहिँ एउटा साथीहरुलाई इन्भाइट गराउनुहुन्छ र त्यो साथीले चाहिँ तपाईहरुको रिचार्ज गर्छ भने तपाईहरुले एउटा स्पिन कार्ड चाहिँ यहाँनिर पाउनुहुनेछ। त्यसपछि चाहिँ तपाईहरुले यहाँबाट लक्की स्पिन घुमाउन सक्नुहुनेछ र तपाईहरुलाई जति पनि पर्न सक्छ 888 288 58 38 18 र 0 यो मध्ये जति पनि तपाईहरुलाई पर्न सक्छ है त। सो अब चाहिँ मैले यसमा चाहिँ ब्यालेन्सहरु कसरी एड गराउने त्यो सिकाउने छु। त्यसको लागि तपाईहरु यहाँनिर गिरह पृष्ठ भन्ने अप्सनमा आए पनि हुन्छ, नभए तपाईहरु यहाँनिर पर्सनल सेन्टर भन्ने अप्सन अथवा प्रोफाइल अप्सनमा आए पनि हुन्छ। त्यसपछि यहाँनिर टप अप भन्ने अप्सनमा तपाईहरुले क्लिक गर्नुपर्नेछ र तपाईहरुले कति ब्यालेन्स चाहिँ यहाँनिर एड गर्न लागेको हो निक्षेप रकम भनेर भनेको छ। न्यूनतम 1200 रुपैयाँ भन्दा कम चाहिँ गर्न पाउनुहुन्न। जस्तै 1200 गर्नको लागि 1200 मा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर बैंक भुक्तानी भन्ने अप्सनमा क्लिक गरेर टप अप गर्नु होला। यति गर्ने बित्तिकै यसमा चाहिँ उहाँहरुको डिटेलहरु देखाएको छ। यो क्यूआर मा चाहिँ तपाईहरुले उहाँहरुलाई 1200 रुपैयाँ चाहिँ ब्यालेन्स पठाउनु पर्नेछ। त्यसपछि चाहिँ तपाईहरुले यहाँनिर चाहिँ आफ्नो पठाएको स्क्रिनशट चाहिँ यहाँनिर लगाउनु पर्नेछ। यसरी चाहिँ तपाईहरुको यो क्यूआर मा ब्यालेन्स ई सेवादेखि अथवा बैंकदेखि जहाँदेखि हुन्छ तपाईहरुले पठाउनु होला। यहाँनिर चाहिँ तपाईहरुले पेमेन्ट गरेको स्क्रिनशट राखिदिनु होला। त्यसपछि चाहिँ यहाँनिर मैले तिरेको छु भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यति गरेपछि तपाईहरुलाई 5 देखि 10 मिनेटमा तपाईहरुको यहाँनिर ब्यालेन्सहरु एड हुनेछ। यदि तपाईहरुको एड भएन भने उहाँहरुको टेलिग्राम ग्रुपमा जोइन भएर उहाँहरुलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। त्यसै गरेर थोरै ब्याक जानुहुन्छ भने अब चाहिँ यहाँ साथी भन्ने अप्सन रहेको छ। साथी भन्ने अप्सनमा जानुहुन्छ भने यहाँदेखि चाहिँ तपाईहरुले आफ्नो साथीहरुलाई इन्भाइट गराउने हो। तपाईहरुले आफ्नो साथीहरुलाई इन्भाइट गराउनुहुन्छ र तपाईहरुले इन्भाइट गराएको साथीले चाहिँ रिचार्ज गर्छ भने त्यहाँदेखि तपाईहरुले
20% कमिसन पाउन सक्नुहुनेछ। सो यसमा चाहिँ तपाईहरु प्रत्येक दिन आएर लगइन गर्नुहुन्छ भने तपाईहरुले 15 रुपैयाँ चाहिँ यहाँबाट फ्रीमा पनि पाउन सक्नुहुनेछ है त। यहाँनिर चाहिँ रातो खाम कोड भनेर भनेको छ। यो कोडको लागि चाहिँ जहाँसम्म लाग्छ उहाँहरुको टेलिग्राम ग्रुपमा जोइन भएर उहाँहरुले चाहिँ यो कोडहरु चाहिँ शेयर गर्नुहुन्छ र तपाईहरुले यहाँनिर आएर चाहिँ राख्नुपर्ने छ। मलाई जहाँसम्म त्यही नै लागिरहेको छ है त। सो जस्तै म अब यहाँनिर दुकान भन्ने अप्सनमा जान्छु भने यहाँनिर देख्न सक्नुहुनेछ मेरो आम्दानीमा चाहिँ यहाँ 75 रुपैयाँ जम्मा भइसकेको छ। अब भोलि फेरि पनि 75 रुपैयाँ लागेर यहाँनिर प्लस हुँदै जानेछ प्रत्येक दिन 75 रुपैयाँ है त। जस्तै तपाईहरुले यहाँनिर धन अभिलेख भन्ने अप्सनमा क्लिक गर्नुहुन्छ भने तपाईहरुको डिटेल चाहिँ यहाँनिर देखाउनेछ। आजको 75 रुपैयाँ पनि यहाँनिर उत्पादन मुनाफा भनेर भनिसकेको छ। यो चाहिँ मैले यहाँनिर रिसिभ गरिसकेको छु। यो चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ। सो त्यसै गरेर मसँग अहिले 225 रुपैयाँ रहेको छ। सो त्यस्तै गरेर तपाईहरुले यहाँदेखि ब्यालेन्स निकाल्नको लागि चाहिँ प्रोफाइल भन्ने अप्सनमा जानु होला। त्यसपछि फिर्ता लिनुहोस् भन्ने अप्सनमा क्लिक गर्नु होला। हरेक दिन तपाईहरुले बिहान 10 बजेदेखि साँझको 9 बजेसम्म चाहिँ यहाँदेखि ब्यालेन्सहरु निकाल्न पाउनुहुनेछ र न्यूनतम तपाईहरुले 240 रुपैयाँसम्म निकाल्न पाउनुहुनेछ। त्यो भन्दा कम चाहिँ निकाल्न पाउनुहुन्न र त्यसमा चाहिँ 14% चाहिँ तपाईहरुलाई सेवा शुल्क लाग्नेछ। सो तपाईहरुले यसमा निकाल्नको लागि चाहिँ निकासी चयन गर्नुहोस् भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि चयन थप्नुहोस् भन्ने अप्सनमा क्लिक गरेर सो तपाईहरुको अकाउन्ट जुन बैंकमा छ त्यसमा चाहिँ तपाईहरुले यहाँनिर सेलेक्ट गर्नु होला। यदि बैंक छैन भने तपाईहरुले ई सेवा पनि यहाँ पाउन सक्नुहुनेछ। ई सेवामा लिँदाखेरि चाहिँ तपाईहरुलाई अझ बेस्ट हुन्छ। सो तपाईहरुले ई सेवामा लिनु होला। त्यसपछि यहाँनिर नाम राख्नु होला, टेलिफोन नम्बर, त्यसपछि यहाँनिर बैंक कार्ड नम्बर भनेको अप्सनमा चाहिँ यहाँ तपाईहरुले ई सेवा नम्बर राख्दिनु होला। यहाँनिर यदि छ भने तपाईहरुले आफ्नो क्यूआर पनि ई सेवा क्यूआर राख्नु होला। त्यसपछि चाहिँ पक्कै भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला। यति गर्ने बित्तिकै तपाईहरुको यहाँनिर एड हुनेछ। त्यसपछि यहाँदेखि तपाईहरुले सजिलैसँग निकाल्न पाउनुहुनेछ। अर्को भिडियो मैले यहाँदेखि ब्यालेन्स निकालेको पनि ल्याउने छु। तपाईहरु यहाँदेखि आएर पर्चेस गर्नुहुन्छ भने पर्चेस गर्नु होला, हैन भने तपाईहरुले प्रत्येक दिन आएर 15 रुपैयाँ चाहिँ क्लाइम गर्न पाउनुहुनेछ। सो यदि तपाईहरु इन्भेस्ट गर्न चाहनुहुन्छ भने इन्भेस्ट गर्न सक्नुहुनेछ। सो तपाईहरुले इन्भेस्ट गर्दाखेरि चाहिँ आफ्नै रिस्कमा इन्भेस्ट गर्नु होला। लस भए पनि तपाईहरुको नै हुनेछ, प्रॉफिट भए पनि तपाईहरुको नै हुनेछ। सो आजको लागि भिडियो यति नै।